ब्रेकिङ न्यूज बिपिन जोशीको रिहाईको यति नजिक सायद हामी कहिले पनि थिएनौँ होला। ट्रम्प र नेतन्याहुले आज इजरायल र प्यालेस्टाइनको वार रोक्नको लागि एउटा नयाँ प्रपोजल बनाएका छन् र यदि यो प्रपोजल हमासद्वारा एक्सेप्ट भयो भने बिपिन जोशीलाई चाहिँ हामीले फिता देख्न पाउनेछौँ। यो प्रपोजलको अनुसार हमासले 72 घण्टाभित्र उसँग भएको 20 जना जीवित हस्टेजहरूलाई एज वेल एज बितिसकेका हस्टेजहरूको बडी रिलिज गर्नुपर्नेछ। यसको साथै सब वेपन्सहरू त्याग्नु पर्नेछ, गाजाको टनेल बन्द गर्नुपर्नेछ, वेपन प्रोडक्सन फेसिलिटी डिस्ट्रोय गर्नुपर्नेछ र फ्युचरमा गाजालाई गमन गर्न पाउने छैनन्। यसको बदलामा चाहिँ इजरायलद्वारा इमिडिएटली सिजफायर लागू हुनेछ भने इजरायलले आफूसँग भएका 100 गाजाको हस्टेजहरूलाई पनि रिलिज गर्नेछ। हमासले यो प्रपोजल एक्सेप्ट गरेमा गाजालाई चाहिँ टेक्नोक्रेटिक अपोलिटिकल प्यालेस्टिनियन कमिटीले हेर्नेछ, जसको लिड चाहिँ ट्रम्प र अरू लिडरहरूले गर्नेछन्। ट्रम्प र नेतन्याहुको अनुसार यदि हमासले यो प्रपोजल एक्सेप्ट नगरेमा नेतन्याहुले कडाभन्दा कडा एक्सन लिनेछन्। हमासद्वारा यो प्रपोजल साँच्चै एक्सेप्ट भयो भने र बिपिन जोशी सकुशल छन् भने हामीले उनलाई पक्का देख्न पाउनेछौँ।